यहाँहरू सबैलाई नमस्ते। आज म निवेदनको बारेमा यहाँ चर्चा गर्न गइरहेको छु। एउटा निवेदनको बारेमा सर्भिस डेलिभरी गर्दाखेरि रामे र श्यामेको केही उदाहरण दिन चाहन्छु। रामे पर्फेक्ट छ, रामे पढे लेखेको छ, उसले बाहिरी नलेज चासो राख्छ, वेबसाइट हेर्छ, ऐन कानुन हेर्छ, कार्यालयको नागरिक बडापत्र हेर्छ र उनले निवेदन लेख्छ। निवेदन साथ संलग्न राख्नुपर्ने कागजात लिन्छ, ऊ कार्यालयमा जान्छ र सबै प्रक्रियाहरू मिलेको हुँदाखेरि उनको काम चाँडो हुन्छ। उसले त्यहाँ आफ्नो काम लगेर चाँडै सकाउँछ। र श्यामे भन्ने मान्छे पढे लेखेको छ तर निवेदन लेख्न आउँदैन र बाहिरी दुनियाँमा पनि त्यति कम चासो राख्छ। तसर्थ उसलाई कार्यालयमा जान्छ, सर्भिस डेलिभरीको लागि मौखिक रूपमा प्रस्ताव राख्छ, मौखिक रूपमा नभएर लिखित रूपमा ल्याउनुपर्छ भन्ने र निवेदन साथ संलग्न राख्नुपर्ने कागज ल्याउनुपर्छ भन्ने जानकारी पाउँछ। बल्ल निवेदनको महत्त्व के हो भन्ने कुराहरू त्यहाँ थाहा हुन्छ र उसलाई निवेदनको बारेमा कसरी लेख्नुपर्छ, कसरी सम्बोधन गर्नुपर्छ र के लेख्नुपर्छ भन्ने एउटा चिन्ता त छँदैछ। दोस्रो, ऊ पूर्व तयारी नभएको कारणले निवेदन साथ संलग्न राख्नुपर्ने कागजहरू उसले केही पनि लगेको हुँदैन। ऊ फेरि घरमा जान्छ, 1-1.5 घन्टा घरबाट फर्केर जो कागजात ल्याएर फोटोकपी गर्छ। त्यसपछि मलाई त्यो निवेदन कसले लेखिदिने होला, कसरी लेख्ने होला भन्ने कुराहरू यताउता सोधसाद गर्दाखेरि उसले एउटा लेखनदास भेटाउँछ। त्यो लेखनदासलाई 50-100 रुपियाँ दिएर एउटा निवेदन लेख्छ, कार्यालयमा जान्छ, पेश गर्छ र सर्भिस डेलिभरी गरेर ऊ फर्किन्छ। र रामेले जति फास्ट गर्छ, श्यामेले त्यही काम ढिलो महसुस गर्छ, झन्झटिलो महसुस गर्छ। किनभने त्यो श्यामेले निवेदन बारेमा र उसले जानकारी नराखेको कारणमा उसले तपाईँको त्यो सरकारी डेलिभरी झन्झटिलो भएको अनुभूति गर्छ। तसर्थ हामीले सर्भिस डेलिभरी गर्दाखेरि यी यस्तै कुरा समस्या देखेको हुँदाखेरि सुरुमा निवेदन कसरी लेख्नुपर्छ, यी यस्तै विषयका कुराहरू सरकारी सेवा तपाईहरु समक्ष भन्ने युट्युब च्यानलमा मार्फत तपाईहरुलाई जानकारी दिने उद्देश्यले हामीले तयार गरेको छौं। सर्वप्रथम यो च्यानल लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्दिनु होला र निवेदन भनेको के हो भन्ने कुराहरू यहाँ परिभाषामा निवेदन भनेको कुनै पनि व्यक्ति या संस्थाले सरकारी कार्यालय वा निकाय पदाधिकारीलाई आफूले पाउनुपर्ने सेवा, काम, अधिकार, जानकारी यी यस्तै कुराहरू लेखेर पेश गर्ने आधिकारिक दस्तावेज हो। यो आफ्नो कामको प्रारम्भिक सुरुवातको एउटा कागज नै निवेदन हो। तसर्थ कार्यालयमा निवेदनको एकदम महत्त्वपूर्ण छ। र दोस्रो, मैले निवेदन लेख्नु पर्दाखेरि कसरी निवेदन लेख्नुपर्छ भन्ने कुराहरूमा तपाईलाई जानकारी दिन चाहन्छु। निवेदन सुरुमा तपाईको सम्बोधन गर्नुपर्छ, कसलाई के कुरामा सम्बोधन गर्नुपर्ने होला त्यो कुराहरू सम्बोधन जरुरी छ। र दोस्रोमा विषय सटिक रूपमा आफूले पाउनुपर्ने सेवा कुन हो त्यो कुराहरू सटिक लेख्नुपर्छ। तेस्रोमा मेन कुराहरू आफ्नो एउटा सानो परिचय दिनुस्, त्यसैमा म फलानुको नागरिक हुँ, मलाई यो आवश्यक परेका कारणले सो सेवा उपलब्ध गराइपाऊँ भनेर लेख्नुस्। र अर्को कुरा, विनम्र तरिकाले श्रीमान समक्ष यो निवेदन पेश गरेको छु भन्ने गर्नुस्। तलतिर नाम, ठेगाना, मिति, आफ्नो नम्बर र हस्ताक्षर गर्नुस्। र अलि तलतिर यसमा संलग्न कागजातहरू, त्यो विषयसँग तपाईले मागेको विषयसँग संलग्न कागजातहरू यसै साथ संलग्न छ भनेर राखिदिनुस्। तसर्थ निवेदन विभिन्न थरीका हुन्छन्। निवेदन लेख्दाखेरि तपाईले विशेषतः एकदम विनम्र तरिकाले लेख्नुस्, विषय स्पष्ट र छोटो तरिकाको र बुझिने तरिकाको लेख्नुस्। र
व्याकरणमा अलिकति शुद्धाशुद्धि पनि हेर्नुहोस् र A4 साइजमा अक्षर अलिकति राम्रो खालको पनि तयार गरेर पेश गर्नुहोस्। तसर्थ मैले यो च्यानल मार्फत तपाईले स्थानीय तहमा, प्रदेशमा र सङ्घीय कार्यालयहरूमा पेश गर्न सकिने खालका केही महत्त्वपूर्ण निवेदनका नमुनाहरू राखेको छु। तपाईहरुलाई आवश्यक पर्यो भने यी निवेदनका नमुनाहरूलाई प्रयोग गरेर तपाईले आफ्नो कामहरू सल्भ गर्नुहुनेछ भन्ने आशा। यी र यस्तै चेतनामूलक भिडियोको लागि तपाईहरुले सरकारी सेवा तपाईहरु समक्ष भन्ने युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला, ताकि हामीलाई यस्तै अन्य सन्देशमूलक सरकारी सेवा तपाईहरु समक्ष ल्याउन प्रेरित गर्नेछ भन्ने आशा र विश्वास लिएको छु।